पुरा भ्यू निकाल्नु बाई बाई क्यामेराम्यान कडा चाहिँ कडा हामी डेस्टिनेसनमा जाँदैछौँ चापाखालका डेस्टिनेसन वी आर गोइङ टु डेस्टिनेसन चापाखालका वी आर गोइङ टु चापाखाल सोल्टिनी भन्नु हेलो सोल्टिनी यताबाट चाहिँ सोध्नु पर्छ यो दाइले सोध्नु ए पञ्च पिकनिक भनेको छ यता चाहिँ के हो लेख्न त लेखेको छैन म सोध्छु बाजेलाई सोधौँ त्योदेखि स्टेट माथि है राम्रो छ बाजे यो गाडी यो बाइक जान्छ ए ल जान्छ अरे भयो क्या हामीलाई होइन फराकिलो भयो होइन सक्छ पछाडि भइरहेको हामी चापाखरका एरिया हामी जाँदैछौँ होइन भन्छ तरुण पटाउने होइन तरुण पटाउने कोसिस आ गया बस बस क्या कविता कही है बस क्या कविता है बुढी बाबा हामी देख्न सक्नुहुन्छ यस्तो अफरोड छ हेर्दैछौँ जाँदैछौँ चापाखालको जानलाई चाहिँ बाटो चाहिँ खतरा होइन भन्छ
हिँड्न त सुन किराको साउन्डमा कडा छ त यार सिजनको बाइक पो नयाँ छ त म चाहिँ 400 सीसीको छैन अनि अन्त तिम्रो ताग्रे त्यही हो नि हो नि भर्खर र अहिले किनेको र 1.5 वर्ष भनेको डिफ्रेन्ट हो नि हजुर हो र हामी चाहिँ बिचमा हामी एकदम घनघोर जङ्गलमा छौँ हामी जाँदैछौँ बोले हजुर गोदावरी गोदावरी हेलो भान्जा से हेलो हेलो भान्जा शिवजा छोले भान्जा हामी आएको गोदावरी भान्जा हामी विकासहरू आएको के हामी चाहिँ अहिले यस्तो भिजेको अवस्था डाम देखेर स्टप बिस्तारै एकछिन सकिन्छ फाइनली भेटियो गाइज यहाँ त यस्तो बनाइसकेको छ है भविष्यमा त खतरा हुने रहेछ अब यहाँ सोध्नुपर्छ हौ दाजु चापाखरको कता हो यही हो त्यो डाँडामा पुग्ने कहाँ हो यता होइन नि खै बोलाउनु पर्यो ए त्यही हो त्यसलाई उतै बोलाउनु जानुपर्छ के साथी सोधिकन नयाँ ठाउँमा त सोध्नुपर्छ केटाहरू केटाहरू त उतै गयो यार फोनै गर्नु इधर डाँडा यता आउने
आज तान्दैन त चेकिङ भयो होइन त्यस्तो हो कि ट्रम्प आज असै अमेर हो कि तिम्रो दुइटै कुदाएकै छैन अरू अफ्टरमा बनाउनु न अफ्टरमा बनाए हामी चाहिँ यस्तो कुन चाहिँ ए त्यो अर्ग्यानिक रहेछ नि त छैन सस्तो छ नि हामी चापाखरकोमा आइपुग्यो गाइज होइन नजाऊ बाइक यहीँ राखेर जाउँ एकचोटि हो सही हो यार एउटा त लगै हुन्छ त्यो मजा आउँछ ऊ यहाँ पनि हुसिया आइसक्यो त ऊ जाउँ हुल पार्क कम भान्जा ऊ भान्जा कम हेट यहाँबाट हो बाटो राम्रो छैन क्या त्यता अनि जङ्गल चिप्लिन्छ हौ फेरि होइन यहाँ म दौडिँदै आउँछु हाइकिङ हामी चाहिँ जाँदैछौँ चापाखर्क पहिल्यैदेखि आउन त मन थियो त्यही भएर आइपुगेँ साथीहरू आएर राम्रो छ हौ माथि टुप्पोमा पुग्दा चाहिँ के देख्दैन खुसी पुरै यस्तो छ है गाइस ए डेन्जर त अप्ठ्यारो छ कि यस्तो आउँदैछ हजुर यहाँ माथि त अनि बाइक कहाँदेखि ल्याउने हो हामी चाहिँ डेस्टिनेसनमा ऊ अघि भनेको अघि जस्तो भनेको हुस्सी लाग्यो त ऊ चाहिँ यहाँ आइसक्यो दामी छ हो नि यार दामी टिकटक बनाउने होला नि हो त्यहाँ माथिबाट चढेर हेरौँ हुस्से लागेर है सूर्य विनायक त उता भइहाल्यो पाइलट बाबातिर घ्याम्पे डाँडा पाइलट बाबा खतरा चाहिँ खतरै देख्ने रहेछ यार
पनि कि हामीले हल्का हल्का है यस्तो फोहोर चाहिँ यस्तो गरेको छ यार त्यही भिडियोमा नि देखिन्छ नि फोहोरहरू यहाँ ल्याउनु बस्छ यार एउटा हान न यार यहाँ मान्छेहरू अनि क्याम्प फायर गरेर बस्छ त यस्तो फोहोर छ यार फोहोर चाहिँ यस्तो गर्नु भएन नभए त राम्रो हेट सुपर ओ मा गड होइन भान्जा आओस् तिम्रो मेरो एउटा फोटो खिच्नु चस्मा लाउ नि त ल अहिले मोबाइल खिच्दियो त कसरी बस्दा ठिक होला एउटै सिन आयो कि अघि यस्तो हिजो आउनु पर्यो एयरपोर्ट कहाँ हो त खै यो एयरपोर्ट हो सिधा हेर त उयो खालि यहाँ त्यो त एयरपोर्ट भन्नुहोस् एयरपोर्ट हो पर एयरपोर्ट एयरपोर्ट यो हो के हो यो यो खालि यता चाहिँ होला कि हो त्यही रहेछ है एयरपोर्ट